आज हामी स्क्याफोल्डिङ बनाउनको लागि चाहिने बेसिक कम्पोनेन्ट्सहरू के हुन् भन्ने विषयमा चर्चा गर्दैछौँ। साथीहरू नमस्ते, म नन्दराज जोशी, साउदी अरबबाट आरामको सर्टिफाइड स्क्याफोल्डिङ सुपरभाइजर। तपाईहरुलाई मैले आफूले जानेको र सिकेको कुरा सिकाउने मान्छे। स्क्याफोल्डिङको बेसिक कम्पोनेन्ट्स धेरै महत्त्वपूर्ण भूमिका हुन्छ स्क्याफोल्डिङ निर्माण गर्नको लागि। स्क्याफोल्डिङ बनाउनको लागि चाहिने ती बेसिक कम्पोनेन्ट्सहरूको बारेमा केही चर्चा गर्नेछौँ। सुरुमा हामीलाई बेस सपोर्टेड स्क्याफोल्डिङ बनाउँदाखेरि सोल बोर्ड चाहिन्छ। त्यो सोल बोर्डको माथि हामीले बेस प्लेट, एउटा स्टिल प्लेट हुन्छ, त्यो बेस प्लेटको प्रयोग गर्छौं। त्यसपछि हामीले भर्टिकल स्ट्यान्डको प्रयोग गर्छौं, त्यसलाई भर्टिकल स्ट्यान्डर्ड अथवा पोस्ट भन्ने गरिन्छ। त्यसपछि हामीले रनर र ट्रान्जमलाई इन्स्टल गर्छौं। त्यो स्क्याफोल्डिङको किकर लिप अथवा बेस लिप तयार भयो। त्यसपछि हामी स्क्याफोल्डिङको अगाडिको प्रक्रिया भनेको हामीले पहिलो लिफ्ट अथवा फर्स्ट लिफ्टलाई इन्स्टल गर्नको लागि रनर र ट्रान्जमलाई इन्स्टल गर्छौं। रनर र ट्रान्जम इन्स्टल गर्नको लागि हामीलाई राइट एंगल कपलर अथवा डबल कपलर पनि भन्ने गर्छ, त्यसको प्रयोग गर्नुपर्छ। त्यस पछाडिको प्रक्रिया भनेको स्क्याफोल्डिङको प्रोसिजर बमोजिम स्क्याफोल्डिङ ब्रेसिङहरू इन्स्टल गर्नु हो। हामी स्क्याफोल्डिङको ब्रेसलाई स्वेबल कपलर अथवा त्यसलाई राउन्ड क्ल्याम्प पनि भन्छ, त्यसको प्रयोग गरेर गर्ने गर्दछौं। त्यस पछाडिको प्रक्रिया भनेको हामीले इन्टरमिडिएट प्रयोग गरेर स्क्याफोल्डिङको प्लाङ्क्सहरूलाई इन्स्टल गर्छौं र हामी साथसाथै स्क्याफोल्डिङको प्लेटफर्ममा जानको लागि एउटा एक्सेस बनाउँछौं। त्यसमा एउटा ल्याडर लगाएर, स्ट्रेट ल्याडर लगाएर त्यसलाई सेक्योर गर्छौं। त्यो स्क्याफोल्डिङ टावरमा हामीले ड्रोप बारको प्रयोग गर्छौं। त्यसमा अन्य सामग्रीहरू पनि प्रयोग हुने गर्दछ, जस्तै हामीले प्लाङ्क्स इन्स्टल गरिसके पश्चात त्यो प्लाङ्क्सहरूलाई सेक्योर गर्नको लागि बोर्ड क्ल्याम्पको प्रयोग गर्ने गर्दछौं र हामीले साथसाथै पुटलक अथवा सिंगल क्ल्याम्पको पनि प्रयोग गर्छौं। इन्टरमिडिएट ट्रान्जमलाई इन्स्टल गर्नको लागि हामीले पुटलकको प्रयोग गर्छौं। बाँकी कुराहरू हामी अर्को भिडियोमा सिक्ने नै छौं। तबसम्मको लागि तपाईलाई स्क्याफोल्डिङको कुन विषयमा सिक्न मन छ कमेन्ट गर्नुहोला र तपाईको प्रतिक्रिया बमोजिम हामी आगामी दिनहरूमा तपाईको इच्छा अनुसार नयाँ भिडियोहरू लिएर आउने नै छौं। नमस्ते।